तपाईले सबभन्दा हाई जस्तो चाहिँ म यो सालमा जम्मा मैले चाहिँ अनि 25 लाख हजुर। अब त्यो त मौसम अनुसार फरक पर्छ भाइ अनि सिजन अनुसार पनि फरक पर्छ कहिलेकाहीँ हजुर। अब एक्ज्याक्टली अब सही बटाउँदाखेरि चाहिँ कमाई हाम्रो जस्तो मौसम अनुसार जस्तो हामीले 50-40 रेगुलर हाम्रो बेच्नु पायो भनेपछि लगभग कति 3 महिना बेच्नु पायो भनेपछि चाहिँ 8 त तपाईको बच्छ खर्च कटाएर पनि बच्छ। जो तपाईसँग काम गर्न आउनको लागि उहाँहरूले चाहिँ ज्याला कति लिनुहुन्छ? यो काम अनुसार फरक हुन्छ भाइ हजुर। जस्तो यहाँहरूले टिप्ने मात्र यस्तो काम भयो भने चाहिँ हाटको काम 500 हो। त्यस्तो आम्दानी नभएको वर्ष त हुन्न यसमा। तपाईको हामी लगानी चाहिँ उठाएर हामी बराबरमा जान्छौँ तर लगानी हुन्न मान्छेले दिएर पनि अनि उनीहरूको परिवारलाई चाहिँ कसैले चाहिँ रोजगारी दिएर उनीहरूले खुवाएर आफूले खाएर चाहिँ त्यस्तरी बचत नभए पनि हामीले चाहिँ त्यो बराबर तटस्थ। सम्पूर्ण महानुभावहरुमा सर्वप्रथम मेरो तर्फबाट नमस्कार। म अशोक घरती मगर यो आशाको बाटो च्यानल हेरेर बसिरहनु भएको छ। यहाँहरु सबैजनालाई म हृदयदेखि नै हार्दिक स्वागत गर्न चाहन्छु। अनि सायद तपाईहरुले थम्बनेल टाइटल हेरेर पनि थाहा पाइसक्नु भएको छ आजको भिडियो के को बारेमा हुँदैछ भनेर। अनि आज चाहिँ म एकजना दिदीको कथा लिएर आइरहेको छु। दिदी नमस्कार। दिदी नमस्ते भाइ। नमस्ते। सन्चै हुनुहुन्छ? हजुर आरामै छु। तपाईको शुभ नाम? मेरो नाम हजुर सरिता खड्का। तपाईको चाहिँ घर? मेरो पुरानो घर चाहिँ अनि रोल्पा होलेरी। हजुर। होलेरी अनि गैरा भन्ने ठाउँमा। अनि अहिले चाहिँ हामी चाहिँ बसाइसराई गरेर अनि यतै दाङतिरै छौ। तपाईले कति वर्ष भयो यो जस्तै यो कृषि व्यवसाय गर्न लाग्नु भएको? यो चाहिँ मेरो ससुरा अनि चाहिँ पहिलेदेखि नै उहाँले चाहिँ गर्दै आउनु भएको 35-36 वर्ष नै भयो होला। पहिलेदेखि यही व्यवसाय गर्दै हुनुहुन्छ? व्यवसाय गर्नुभएको मेरो ससुरा। अनि तपाईहरुको घर परिवारमा कति जना सदस्य हुनुहुन्छ? हामी घर परिवारमा चाहिँ हामी चाहिँ सबै टोटली परिवार भनेपछि हामी 11 जना। अनि मेरो परिवार चाहिँ अनि हामी एक ठाउँमा बस्छौँ भने चाहिँ मेरो सासू ससुरा अनि मेरो देव दिउरानी परिवार एक ठाउँमा बस्नुहुन्छ। अनि तपाईहरुको घरमा कति जना हुनुहुन्छ नि अहिले? अहिले घरमा? हजुर। अहिले घरमा चाहिँ हामी अनि मेरो छोरा छोरी अनि म मेरो श्रीमान चाहिँ अलि फरकै ठाउँमा हुनुहुन्छ। अलि यतातिर फरकै भन्नाले उता यता नारायणपुर साइड खैरा साइडमा उहाँले पनि यही व्यवसाय गर्नुहुन्छ। भनेपछि उहाँ त्यही व्यवसायको लागि उतै बस्दै हुनुहुन्छ? हजुर। अरूलाई पनि उत्साह मिलोस् भनेर मैले यो कुरा सोधेँ। खास त नसोध्नु पर्ने कुरा हो। भन्न मिल्छ भने ठ्याक्कै भनिदिनुस् वार्षिकमा चाहिँ तपाईले कति आम्दानी गर्नुहुन्छ? अब त्यो त मौसम अनुसार फरक पर्छ भाइ अनि सिजन अनुसार पनि फरक पर्छ कहिलेकाहीँ। हजुर। अब एक्ज्याक्टली अब सही बटाउँदाखेरि चाहिँ कमाई हाम्रो जस्तो मौसम अनुसार जस्तो हामीले 50-40 रेगुलर हाम्रो बेच्नु पायो भनेपछि लगभग कति 3 महिना बेच्नु पायो भनेपछि चाहिँ 8 त तपाईको बच्छ खर्च कटाएर पनि बच्छ। त्यो त खेती अनुसार हुन्छ भाइ। अब तपाईले सबभन्दा हाई जस्तो चाहिँ म यो सालमा हाई कति आथ्यो? 2 बिघामा जस्तो मैले 2 बिघामा गरे हैन खेती जम्मा मैले चाहिँ अनि 25 लाख। हजुर। यसो अनुमान गर्दाखेरि अनुमान भन्दा नि त्यो के भन्छ हिसाब गर्दाखेरि खर्च कटाएर गर्दाखेरि मेरो खर्च चाहिँ तपाईको 2 बिघामा 10 लागिसक्यो। अनि त्यसमा चाहिँ अहिले चाहिँ मेरो बजेट गर्दाखेरि खर्च कटाएर भयो तपाईको के भन्छ andre 15 लाख बच्यो। 15 लाख बच्यो यो साल। 3 महिनामा 25 लाख कमाउनु भयो? हजुर। अनि त अनि त्यसमा यो सालमा राम्रो रेट पाएको कारणले रेट पायो एकदम तपाईलाई बढाइ छ। हजुर। अनि त्यसपछि त्यो 3 महिनामा 2 बिघाबाट तपाईले 25 लाख आम्दानी गर्नुभयो। मान्छेले वर्षेनी काम गरेर पनि 15 लाख त उस्तै हो 1,50,000 नि कमाउन नसक्ने अवस्था छ नेपालको अवस्थामा। हजुर त्यो अवस्था छ। हजुर। यो साल चाहिँ राम्रो भयो तर सालको त त्यही भन्न सकिन्न सधैँ भन्न सकिन्न। अनि तपाईले चाहिँ सबभन्दा एकदम घाटा अथवा चाहिँ त्यो आम्दानी नै नभएको कुनै त्यस्तो वर्षहरु छ? त्यस्तो आम्दानी नभएको वर्ष त हुन्न यसमा। तपाईको हामी लगानी चाहिँ उठाएर हामी बराबरमा जान्छौँ तर लगानी हुन्न मान्छेले दिएर पनि अनि उनीहरूको परिवारलाई चाहिँ कसैले चाहिँ रोजगारी दिएर उनीहरूले खुवाएर आफूले खाएर चाहिँ त्यस्तरी बचत नभए पनि हामीले चाहिँ त्यो बराबर तटस्थ। तपाईहरु अहिलेसम्म तपाई माइनसमा चाहिँ हुनुहुन्न? माइनसमा हुनु खेती गर्दा माइनसमा हुँदैन। कोहीले त भनिरा हुन्छ नि यो भएन उ भएन म चाहिँ यति घाटा खाएँ उति घाटा खाएँ भनेर। त्यो चाहिँ उनीहरूले गर्न नजानेको हिसाबले हो कि के हो त? त्यो
गर्न नजानेको हिसाबले पनि हुनसक्छ अनि मौसमले पनि कहिलेकाहीँ त्यस्तै समस्या कहिले समस्याहरू हुन्छ कहिले चाहिँ अब असिना पानीहरू परिन्छ त्यस समयमा उनीहरूलाई घाटा पर्न सक्छ। जो तपाईँसँग काम गर्न आउनको लागि उहाँहरूले चाहिँ ज्याला कति लिनुहुन्छ? यो काम अनुसार फरक हुन्छ भाइ। हजुर जस्तो यहाँहरूले टिप्ने मात्र यस्तो काम भयो भने चाहिँ हातको काम 500 हो, बिसाटी छर्कने अनि चाहिँ अब जस्तो अलि गाह्रो काम चाहिँ 600। ए सबभन्दा सजिलो कामकै त्यही 500। हजुर भनेपछि तपाईँले यो 2 बिघामा हजुर यसरी मान्छे लगाउँदै गर्दा चाहिँ तपाईँले कतिजनासम्मलाई चाहिँ रोजगारी दिनुभएको छ यहाँबाट? अब कहिले चाहिँ काम अलि धेरै भएको बेलामा चाहिँ 10 त लगभगै हुन्छन् तर 20 सम्म पनि कहिले चाहिँ 20 जना दिदी बहिनी पनि एक दिनमा जस्तो काम आफूले छिटो गर्नु पर्या हुन्छ त्यस बेला 20 जनासम्म पनि हुनुहुन्छ। भनेपछि त्यो काम गर्ने मान्छेहरू रेगुलर चाहिँ तपाईँसँग नै हुनुहुन्छ कि? हजुर रेगुलर काम पर्यामा चाहिँ रेगुलरै हुनुहुन्छ, महिनैभरि काम गर्नुहुन्छ। काम बिचमा कहिले चाहिँ नभएको बेलामा चाहिँ घरमा बस्नुहुन्छ। आम्दानीका कुराहरू हुन्छ नि दिदी, हजुर त्यो चाहिँ श्रीमानले उहाँले आम्दानी गर्नुभएको चाहिँ उहाँले आफै सेभिङ गर्नुहुन्छ, तपाईँले आम्दानी गर्नुभएको तपाईँ आफै सेभिङ गर्नुहुन्छ हो? हजुर उहाँको आफ्नै एउटै उसमा चाहिँ एउटामा छैन, उहाँले चाहिँ आफ्नै खातामा सिपिङ गर्नुहुन्छ भने म चाहिँ आफ्नै उसमा गर्छु। अनि तपाईँले कति कमाउनुहुन्छ उहाँले कति कमाउनुहुन्छ त्यो कुराहरूमा चाहिँ तपाईँको कमाइ उहाँलाई थाहा छ, उहाँको कमाइ तपाईँलाई थाहा छ, त्यस्तो बारेमा के त्यस्तो छ? थाहा हुन्छ, कति कमाइ हुन्छ भने आफूले अनुमान पनि हुन्छ। हजुर अनि थाहा पनि भइहाल्छ। भनेपछि श्रीमानले बढी कमाउनुहुन्छ कि तपाईँले बढी कमाउनुहुन्छ? श्रीमानले कमाउनुहुन्छ। श्रीमानले कमाइरहनु भएको? हजुर अलि उहाँले चाहिँ धेरै अलि उसमा गर्नुहुन्छ, धेरै व्यवसायिक चाहिँ उहाँको ठुलो छ, उहाँ चाहिँ फर्म ठुलो भएको कारणले चाहिँ अनि लगानी पनि ठुलो कमाइ पनि राम्रै। कुनै पनि काम गर्दै गर्दा चाहिँ त्यहाँ थुप्रै चुनौतीहरू पनि हुन्छ। हजुर अनि त्यो अवस्थामा तपाईँलाई चाहिँ सबभन्दा बढी चुनौती भएको वर्षहरू केही छ? चुनौती भएको वर्ष त छ भाइ, तर भए पनि त्यो वर्षलाई चाहिँ म याद गर्न चाहन्न। चाहिँ अहिले चाहिँ पछिको हामीले चाहिँ बिर्सेका कुरालाई भन्दा पनि आउने दिनहरूलाई चाहिँ हामीले चाहिँ सम्झ्यौँ अनि त्यो उद्देश्य राख्यौँ भने चाहिँ त्यो चाहिँ फाइदा कुरा होला। पछिको कुरालाई चाहिँ अलि म चाहिँ भुल्ने कोसिस गर्छु त्यस्तो कुरालाई। त्यो त एकदम राम्रो हो, बेटर हो। तर अलिकति केही प्रस्ताउन चाहिँ मिल्छ? म चाहिँ बिरामी परेको कारणले पनि हुन्छ त्यो व्यस्त समयमा चाहिँ अहिले म धेरै बिरामी परेको कारणले अनि व्यावसायिकमा पनि मैले खासै चाहिँ टाइम दिन नसकेकोले त्यो बेलामा मलाई गाह्रो भएको थियो। के बिरामी हुनुभएको छ तपाईँ? म चाहिँ त्यस्तो बिरामी त खासै त्यस्तो बिरामी चाहिँ मान्छेले नपट्याउने बिरामी भन्छ त्यस्तो त्यस्तै मानसिक त्यो मानसिक भन्दाखेरि चाहिँ एकान्त ठाउँहरू मन पराउने अनि त्यस्तो थियो। त्यो समयमा अलिक गाह्रो भएको थियो त्यो वर्षमा मलाई। अनि तपाईँ कस्तो बिरामी मानसिक भन्नुभएको थियो? मानसिक भनेपछि यस्तो यो अहिले चाहिँ ठाउँ ठाउँमा हामीले देख्छौँ नि त्यो माटा अनि हुन्छ नि ऊहरू हुने तिनी काम्ने धाम्ने ढामी झाँक्री जस्तै। हजुर त्यस्तरीको अवस्थाले समस्या हुनुहुन्थ्यो? हजुर 3 महिना चाहिँ लगातार त्यो बिरामी भएपछि चाहिँ अनि त्यो बिरामी हुँदै गर्दा पनि यो व्यवसाय चाहिँ छोड्नु भएन? व्यवसाय छोडेन, तर मान्छे मार्फत चाहिँ मान्छेलाई चाहिँ मैले चाहिँ गर्न उहाँहरूलाई चाहिँ फोनबाट भए पनि उहाँहरूलाई चाहिँ अनि त्यो काममा चाहिँ मैले लगाइराखेँ अनि चाहिँ त्यो व्यवसाय पनि गरिरहेँ। तर भए पनि आफूले चाहिँ दैनिक रूपमा चाहिँ अनि यही खटेर आफूले गर्दा चाहिँ आँखाले देख्दाखेरि कुन रोग लाग्यो कुन समस्या छ त्यो चाहिँ आफूले निहाल्न सकेन। त्यही भएको कारणले चाहिँ त्यो वर्ष चाहिँ अलि मलाई गाह्रो भएको थियो। यस्तो घाटा बेहोर्नु परेन, तर पनि अरू वर्ष भन्दा चाहिँ त्यो वर्ष अलि सोचेको जस्तो भएको थिएन। उपचार पनि बिचमा भयो, त्यसपछि चाहिँ त्यो उपचार गर्दै गर्दा अनि फेरि मेरो श्रीमानले चाहिँ त्यो हुन्छ ढामी झाँक्री हजुर त्यहाँसम्म पनि पुर्याउनु भयो अनि उपचार पनि भयो अनि हस्पिटलाइज। हजुर हस्पिटल पनि भयो, तर भए पनि चाहिँ मलाई चाहिँ सन्चो लागेन। अनि पछि कसरी निको हुनुभयो त? निको चाहिँ अब म कसरी भयो भने चाहिँ मेरो बहिनी अनि मेरो बहिनीहरू छ 2 बहिनी 3 बहिनी छ, तर पनि त्यो बेलामा 2 बहिनी माइली र साइली बहिनीले चाहिँ चर्चसम्म आउन चाहिँ अनि त्यो भवनसम्म लिई पुर्याउन अनि तिनीहरूले सहायता गरे अनि त्यहाँसम्म आइपुगे। 1 महिना मलाई चाहिँ 1 महिना पछि पुरै म चङ्गाइ भइसकेँ। त्यस
चङ्गाई भइसकेको थिएँ अनि अहिले चाहिँ म पहिलेको जस्तो पहिलेको भनेपछि तपाईँ विश्वासी हुनुहुन्छ हजुर म विश्वासी त्यसमा अहिले तपाईँहरूको सम्पूर्ण परिवार चाहिँ विश्वासी हुनुहुन्छ मेरो परिवार हुनुहुन्न अनि मेरो श्रीमान हुनुहुन्न? श्रीमान विश्वासी हुनुहुन्न अनि मेरो छोरी बाबु पनि छैन विश्वास गरेका छैन अनि छोरी र म चाहिँ विश्वास गरेका छौँ परमेश्वरलाई चिनेका छौँ तपाईँहरू चाहिँ परमेश्वरमा हुनुहुन्छ हजुर अनि श्रीमानले के भन्नुहुन्छ यसमा श्रीमानले चाहिँ उहाँलाई चाहिँ मन पर्दैन मतलब उहाँले चाहिँ अलि इन्कार नै गर्नुहुन्छ यो धर्म भन्नुहुन्छ उहाँले हजुर खास गरी धर्म नभएर चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ यो धर्म परिवर्तन भन्छ नि त प्रायः जसोले धर्म परिवर्तन भन्दा पनि मानिसको त हृदय परिवर्तन मानिसको सोच परिवर्तन हो अनि चाहिँ हामी चाहिँ शारीरिक आत्मिक रूपमा चाहिँ हामी चाहिँ स्वस्थ हुन्छौँ प्रभुमा भएको हजुर प्रभुमा भएपछि अनि टमाटर मात्रै व्यवसाय गर्नुहुन्छ कि अरू अरू कुनै तरकारीहरू अरू तरकारी जन्य पनि बनाउनुहुन्छ अरू त खासै लगाइन्न भाइ यो चाहिँ हामीले वैशाखमा या हामी चाहिँ कसैले चाहिँ वैशाखमै लाउँछौँ भने चाहिँ कसैले चाहिँ अब यतिखेरबाट सुरु सक्नु भएको छ काँक्रा लगाउन अनि काँक्रा पछि फेरि यसैमा हामी टमाटर लगाउँछौँ अब काँक्रा चाहिँ हामीले यता उसबाट जेठबाट सुरु गर्छौँ जेठ असार 2 महिना काँक्रा बेच्ने साउनको महिनाभरि चाहिँ जग्गाहरू सबै तयारी बनाउने यिनी चाहिँ झार फोहोरहरू निकाल्ने अनि साउनको लास्टतिरबाट हामी रोप्छौँ टमाटर टमाटर हजुर 2 बाली 2 बाली पाक्छ हजुर 2 बाली जान्छ अनि अरू त्यो काउली बन्दा अनि त्यस्तो काउली बन्दा पनि लाउँछौँ तर प्रायः जस्तो तपाईँले काँक्रो व्यवसायिक चाहिँ काँक्रो र यो टमाटरमा चाहिँ तपाईँले व्यवसाय गर्नुहुन्छ यो टमाटर चाहिँ तपाईँले 3 महिनामा तपाईँले कति पटकसम्म चाहिँ यसलाई टिप्नुहुन्छ तपाईँको यस्तो हुन्छ भाइ हामीले अझै जाडो सिजनमा चाहिँ हप्ता एकपटक टिप्छौँ भनेपछि गर्मी सिजनमा बढीमा 5 दिन र 4 दिनको टिपिहाल्छौँ गर्मी भन्दाखेरि तपाईँको उस कार्तिक महिनासम्म चाहिँ महिनाको चाहिँ हामीले जस्तो आजभोलि जब पुस लाग्यो भनेपछि महिनाको 4 पटक हुन्छ महिनाको 4 पटक हुन्छ भनेपछि 5 दिनको हिसाब गर्दाखेरि 5-6 पटकसम्म आज चाहिँ तपाईँले दिदीबहिनीहरूलाई कतिजनालाई काम दिनुभएको छ आज रोजगारी दिनुभएको छ आज ठ्याक्कै बोलाउनु त मैले धेरैजना बोलाएको आज चाहिँ उहाँको काम परेको कारणले आउनु भएको छैन कतिजना हुनुहुन्छ 8 जना आज 8 जना 9 जना चाहिँ हुनुहुन्छ होला अनि काम गर्दै गर्दा चाहिँ कति घन्टा चाहिँ काम गर्नुपर्ने हुन्छ यसमा केही टाइम तोकिएको छ या चाहिँ काम अनुसार कहिले बढी नै हुन्छ कहिले कम नै हुन्छ समय त 8 घन्टै हो 8 घन्टा 8 घन्टै हो अब बढी गर्नुभयो भने चाहिँ मेरो घन्टा हिसाबले चाहिँ दिनुपर्छ उहाँलाई त्यसमा तपाईँले ओटी भन्छ त्यसलाई ओभर टाइम हजुर ओभर टाइम ओभर टाइम भने चाहिँ त्यसमा कति दिनुहुन्छ नि तपाईँले जस्तो त्यो हामीले चाहिँ कस्तो दिन्छु भने मैले चाहिँ त्यो काम अनुसार भन्ने त्यो तलब अनुसार त्यसलाई भाग बन्डा गरेर चाहिँ कति पर्न जान्छ घन्टाको त्यही अनुसार दिन्छु डिभाइड गरेर दिनुहुन्छ दिनभरि गर्नुहुन्छ कि अनि कुन तरिकाले गर्नुहुन्छ बिहान आउने अनि त्यसपछि दिनमा चाहिँ रेस्ट गर्ने दिनमा रेस्टै हुन्छ अब बिहान 8 बजे सुरु भयो भने हामी 12 बजे खाना खान्छौँ अनि चाहिँ अब आजभोलि चाहिँ अब छोटो समय भएको कारणले चाहिँ बिहान 9 बजे त साँझ 5 बजेसम्म रेगुलर काम गर्छौँ अब जस्तो गर्मी सिजन आयो भने चाहिँ बिहान 7 बजेबाट 11 अनि दिउँसो 2 बजेबाट साँझ 6 बजे भनेपछि 2 घन्टा रेस्ट हजुर 2 घन्टा रेस्ट बिचमा 5 बजेसम्म अनि कसैले चाहिँ नास्ता लिएर आउनु भएको हुन्छ खानुहुन्छ 10-15 मिनट अनि त्यस्तो नास्ता खानुहुन्छ हजुर यो जो तपाईँले व्यवसाय गर्नु हुने यो जो जमिन छ यो चाहिँ तपाईँले लिजमा अथवा चाहिँ भाडामा हो कि तपाईँ आफ्नै हो यो सबै लिजमै हो भाइ भाडामै हो अनि यो तपाईँले व्यवसाय गर्दै गर्ने उसमा चाहिँ तपाईँको पनि केही जग्गाहरू छ जग्गाहरू छैन भाइ टोटल लिजमा हो सबै भनेपछि अरूकै जग्गा वर्षमा तपाईँले कति तिर्नुहुन्छ यसको यो भाडा जग्गाको चाहिँ एक कट्ठाको ऊ अनुसार मालिक अनुसार फरक छ जग्गाको मालिक अनुसार एउटैको होइन यो एउटैको होइन फरकको भयो यहाँ कतिजनाको छ जग्गा यो अहिले काम गर्दै टोटल मैले लगाएको 2 बिघा मध्येमा 4 जनाको छ
अनि उहाँहरूले चाहिँ एउटै रेटमा होइन फरक फरक रेटमा दिनुहुन्छ तपाईँलाई 4 देखि 6,000 परेको छ वर्षको एक कट्ठाको। दिदी नमस्कार। नमस्कार भाइ। सन्चै हुनुहुन्छ? हजुर सन्चै छौँ भाइ। अनि तपाईँको शुभ नाम दिदी? मेरो खिमा सुनार। खिमा सुनार। अनि तपाईँ पनि रोजगारीमा आउनु भएको रहेछ, के भन्न चाहनुहुन्छ तपाईँको हाम्रो दिदीलाई चाहिँ रोजगारी दिनुभएको छ? हामी रोजगारी दिने व्यक्तिलाई हामी उहाँलाई धन्यवाद दिन्छौँ। हामी धेरै वर्ष भयो यसमा लागेको। हामी उहाँले यो जागिर दिनुभएको कारणले नै हामीले आफ्नो जीविकापार्जन गरिरहेका छौँ। उहाँलाई धेरै धन्यवाद दिन चाहन्छौँ। अनि उहाँले चाहिँ कति दिनुहुन्छ सेलरी? सेलरी दिनको 500 दिइराख्नु भएको छ। त्यो 500 अब हामीलाई अब महिनामा हामीले पुरा महिना गऱ्यो भने अनि 15,000 मिल्छ। हजुर। अनि अलि थोरै गऱ्यो भने अब थोरै पनि हुनसक्छ। अब कहिले काम कम हुन्छ होला, कहिले काम कम पनि हुन्छ। नमस्कार दाई। नमस्कार। तपाईँको शुभ नाम? शुभ नाम मेरो मिन प्रसाद पौडेल। अनि तपाईँ पनि आज उहाँको चाहिँ यो जो व्यवसायमा हजुर तपाईँ पनि आउनु भएको रहेछ? हजुर। अनि कस्तो छ उहाँले तपाईँहरूलाई व्यवसायमा मतलब उहाँले चाहिँ तपाईँलाई रोजगारी दिँदै गर्दा तपाईँहरू खुसी हुनुहुन्छ? नै ठिक छ, खुसी छौँ। दिदी नमस्कार। दिदी हजुर भाइ नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु। तपाईँ पनि आज चाहिँ हाम्रो सरिता दिदीको काममा आउनु भएको रहेछ रोजगारीमा। हजुर। के कस्तो छ यो रोजगारी, उहाँले रोजगारी दिँदै गर्दा तपाईँहरू खुसी हुनुहुन्छ? हजुर खुसी छौँ भाइ। तपाईँहरू रेगुलर आउनुहुन्छ कि कस्तो? अब काम हुँदा रेगुलर नै हुन्छ। हजुर। काम नहुँदाखेरि अब घर बस्ने हुन्छ। दिदी यो तपाईँको पछाडिपट्टि छ नि यो बाँसको, यो चाहिँ खास के को लागि राख्नु भएको छ? यो चाहिँ भाइ अनि जस्तो यो टमाटरको किलाको लागि चाहिँ हामीले चाहिन्छ। यो चाहिँ गलिसकेको छ अनि त्यसकारण यसलाई चाहिँ बनाएर हामी राखेका छौँ। अनि यो पछि यसलाई निकालेर अनि नयाँ प्रयोग गर्छौँ। त्यसको सट्टामा। हजुर। देशमा चाहिँ अहिले यस्तो अवस्था छ कि प्राय जसो अधिकांश व्यक्तिहरूले देशमा रोजगारी छैन। देशमा चाहिँ पुरा बेरोजगारीले छाइसकेको छ। देशमा कुनै पनि सम्भावना छैन भनेर कतिपय व्यक्तिहरू पर्दिसिरहेको अवस्था छ। अनि उहाँहरूलाई चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ? यसमा चाहिँ म के भन्छु भने भाइ, देशमा पनि हाम्रो नेपाल देशमा पनि चाहिँ राम्रो सम्भावना देख्छु म चाहिँ। उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने अनि जति लगानी लगाएर उहाँ विदेश पढिसक्नु भएको छ, त्यो चाहिँ साँच्चै नै रहर थिएन होला। त्यो बाध्यता थियो आफ्नो छोराछोरीलाई चाहिँ अनि राम्रो शिक्षा दिन अनि आफ्नो परिवारलाई चाहिँ अनि राम्रो अनि खाना लाउन दिन, त्यो बाध्यता पनि हो। म चाहिँ बुझ्छु यो देशको अवस्थाले गर्दा एउटा कुरा। अनि जुन विदेशमा जाँदा चाहिँ उहाँले लगाएको लगानीले चाहिँ नेपालमा लगाउनु भयो भनेपछि केही गर्नुभयो भनेपछि चाहिँ त्यो सम्भावना छ। अनि नेपालमा पनि चाहिँ हामी चाहिँ विदेशको हामी जति लगानी लगाएर नि उहाँ दुःख गर्छौँ, मेहनत गर्छौँ 12 अनि 14 घन्टासम्म अनि मानिसले चाहिँ दाजुभाइ दिदीबहिनीहरूले चाहिँ उहाँ मेहनत गर्नुहुन्छ। त्यो मेहनत यहाँ हामी चाहिँ नेपालमा आफ्नै माटोमा गऱ्यो भने चाहिँ हामी यहाँ सुन फलाउन सक्छौँ। आफ्नै परिवारसँग बसेर आफ्नै छोराछोरीहरूसँग बसेर अनि चाहिँ हामी त्यो गर्न सक्छौँ। अनि आत्मनिर्भर बन्न सक्छौँ। अनि यो देशमा पनि अनि त्यो सुन फलाउन हामी सक्छौँ। अन्तिममा दिदी यो हाम्रा अडियन्सलाई तपाईँ के भन्न चाहनुहुन्छ? उहाँहरूलाई म के भन्न चाहन्छु भने कोही पनि हामी चाहिँ बेरोजगार अनि या खाली नबसौँ। अनि हामी केही न केही गरौँ। काम चाहिँ सानो ठुलो हुँदैन। अनि काम ठुलो सानो हुँदैन, त्यो चाहिँ हामी गरौँ। जुनसुकै ठुलो भए पनि चाहिँ हजुर हामी गरौँ। अनि चाहिँ हामी खाली नबसौँ, त्यही नै भन्न चाहन्छु।